उद्योग, यहाँका व्यवसाय, यहाँका विभिन्न सेक्टरहरूलाई सूचना प्रविधिसँग जोड्ने, हरेक चीजको डेटा, हरेक चीजको अपडेट त्यो उपमहानगरपालिकाले ह्यान्डल गर्ने गरी चाहिँ त्यो किसिमको सुरुवात गर्न लाग्यो भने यहाँबाट उत्पादित जनशक्तिले पनि काम गर्ने पनि मौका पाउँछ, उनीहरूको लागि रोजगारी पनि सिर्जना हुन्छ र उपमहानगरपालिकाले एउटा उदाहरणीय काम पनि गर्न सक्छ। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नु मात्रै विकास हो त होइन नि, बाटो बनाइदिनु मात्रै विकास होइन नि। हामी हाम्रा युवाहरूलाई, हाम्रा बालबालिकाहरूलाई, हाम्रो यो लक्षित वर्गलाई माथि उठाउने, उनीहरूको आवश्यकता अनुसारको, उनीहरूको चाहना अनुसारको काम गर्न सक्नु पनि त्यो महत्त्वपूर्ण विकास हो जस्तो लाग्छ। तर खादा र माला लगाएर तपाईँहरू यहाँबाट जाँदै हुनुहुन्छ भने भोलि तपाईँहरू यो ठाउँमा उठेर तपाईँहरू दक्ष जनशक्ति उत्पादनमा निस्किनुहुन्छ, तपाईँले भोलि सरकारलाई पनि घचघचाउन जरुरी छ। बिदाई भन्ने चिज आफैमा अलिकति नमिठो लाग्न सक्छ, तर हामी सबैले के बुझ्नुपर्छ भनेपछि बिदाई भन्ने शब्दमा एउटा अझै जिम्मेवारी भन्ने शब्द जोडिएको हुन्छ। आज एनसीएमटी कलेजले तपाईहरुलाई बिदाई मात्र गर्न लागेको होइन, अहिले तपाईहरुलाई खादा पनि लाउनुहुन्छ होला, टीका पनि लगाइदिनुहुन्छ होला, सर म्यामहरुले तपाईहरुले फोटो खिचेर सेल्फी पनि खिच्नुहुन्छ होला, टिकटक पनि बनाउनुहुन्छ होला, इन्स्टा पनि हाल्नुहुन्छ होला। तर के बुझ्नु पर्यो भनेपछि स्कुलले, कलेजले मलाई टीका र खादा मात्र लगाइदिएको होइन, कलेजले हामीलाई जिम्मेवारी दिएर पठाइरहेको छ। तपाईहरुलाई जिम्मेवारीको भारी बोकाउन लागेको छ आज यो कलेजले भन्ने कुरा यहाँहरुले बुझ्नुपर्छ भन्ने कुरा पनि यहाँहरुलाई भन्न चाहन्छु। र जुन एक दशकदेखि यो जुन कलेजले सूचना प्रविधिका निमित्त नयाँ जनशक्ति उत्पादन गर्ने, यो देशमा नयाँ जनशक्ति विशेष गरी आईटी सेक्टरमा एउटा नयाँ आयाम थप्ने, नयाँ युगको सुरुवात गर्ने क्रियाकलापमा जुन यो आईटी कलेजले एउटा पश्चिम नेपालकै एउटा उदाहरणीय रूपमा स्थापित भइरहेको छ, त्यसको लागि पनि म शुभकामना दिन चाहन्छु। र महत्त्वपूर्ण कुरा के हो भनेपछि अहिले पनि सूचना प्रविधि भन्ने चिज हामीले फेसबुक, इन्स्टालाई मात्रै लिने गर्छौँ। अहिले पनि हामीले सूचना प्रविधिको कुरा गर्न लाग्यो भने फेसबुक हो, युट्युब हो, टिकटक हो भन्ने कुरा मात्रै भन्छौँ। तर अहिले अन्य विकसित राष्ट्रहरू कहाँदेखि कहाँ पुगिसके, हामी सूचना प्रविधिमा अझै पनि पछाडि छौँ। अहिले हामी अलिकति महत्त्वपूर्ण, अलिकति स्टेप अगाडि बढेका छौँ, त्यो भनेको वेबसाइट मात्रै हो। त्यो वेबसाइट भन्ने चिजमा मात्रै हामी अगाडि बढ्न सकेका छौँ। हाम्रा कतिपय क्रियाकलापहरू छ जो सूचना प्रविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ। पहिला पहिला हामीले लाग्नुपर्ने विद्युतको लाइनमा, विद्युत प्राधिकरणमा गएर लाइन लाग्ने, अहिले यी सेवा विभिन्न हामीले प्लेटफर्मबाट पेमेन्ट गर्न सक्छौँ। तर अहिले हामी त्यहीमा मात्र अड्किरहेको छौँ। अझै धेरै कुराहरू छ जुन सूचना प्रविधिसँग जोडिएको विषय छ, त्यसमा काम गर्नुपर्ने हुन्छ। आदरणीय उपप्रमुखजी यहीँ हुनुहुन्छ। म के आग्रह गर्न चाहन्छु भनेपछि नेपालगञ्ज उपमहानगरपालिकाले अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ, बजेट पनि ल्याउँदैछ। त्यसका लागि नेपालगञ्ज उपमहानगरपालिका भित्र विभिन्न किसिमका सूचना प्रविधिसँग जोडिएका क्रियाकलापहरू गर्न जरुरी छ। यहाँका उद्योग, यहाँका व्यवसाय, यहाँका विभिन्न सेक्टरहरूलाई सूचना प्रविधिसँग जोड्ने, हरेक चीजको डेटा, हरेक चीजको अपडेट त्यो उपमहानगरपालिकाले ह्यान्डल गर्ने गरी चाहिँ त्यो किसिमको सुरुवात गर्न लाग्यो भने यहाँबाट उत्पादित जनशक्तिले पनि काम गर्ने पनि मौका पाउँछ, उनीहरूको लागि रोजगारी पनि सिर्जना हुन्छ र उपमहानगरपालिकाले एउटा उदाहरणीय काम पनि गर्न सक्छ। अहिले हामीले गुगल म्यापमा अथवा विभिन्न किसिम ठाउँमा हामीले खोज्दै गर्दा केही सेलेक्टेड ठाउँहरू मात्रै त्यो म्यापमा देखाउने गर्छ। सेलेक्टेड ठाउँहरू हाम्रा उपमहानगरपालिका भित्रका सम्पूर्ण उद्योग होस्, व्यवसाय होस्, चिया पसल होस्, हरेक चीजको अपडेट यो पश्चिम नेपालको एउटा प्रमुख सहर हो यो उपमहानगरपालिका। राजधानी पछाडिको एउटा प्रमुख सहरको रूपमा विकसित भइराख्दाखेरि अलिकति सूचना प्रविधि र उपमहानगरपालिकाले हरेक चीजको त्यहाँनिर अपडेट गर्नुपर्ने कुराहरू, विद्यालय स्तरमा, कलेज स्तरमा आईटीका कुराहरू जोड्ने र त्यो कुरालाई अलिकति महत्त्वपूर्णताका साथमा लग्न पर्छ। त्यसका लागि 82-83 को यो आर्थिक वर्षको बजेट निधिता कार्यक्रममा
उपमहानगरपालिकाले त्यस्तो कुराहरू ल्याउने प्रयास गरोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु। हुन त सरकारको नीति तथा कार्यक्रम अस्ति सूचना प्रविधिका कुराहरूमा आएको छ। सूचना प्रविधिसँग जोडिने आईटी सेक्टरमा काम गर्न चाहने आईटी क्षेत्रबाट उत्पादित विद्यार्थीहरूलाई कसरी चाहिँ स्थापित गर्न सकिन्छ, कसरी चाहिँ आईटी क्षेत्रबाट उत्पादित भएका विद्यार्थीहरूलाई नयाँ रोजगारी सृजना गर्न सकिन्छ भन्ने कुराहरूमा सरकारले नीति तथा कार्यक्रम ल्याउने प्रयास गर्दैछ। तर त्यो नीति तथा कार्यक्रम कतिको सम्भव होला, त्यसले कतिको सफलता पाउँछ पाउँदैन भन्ने कुराहरू त्यो तपसिलका कुरा रहे। तर हामी पनि घचघच्याउने, हामी आज युथ भएपछि तपाईहरू आज मैले भने नि टीका लगाएर खादा लगाएर तपाईलाई बिदाई मात्र गरिएको होइन। तपाईहरू एउटा दक्ष जनशक्तिको रूपमा उत्पादित भएर तपाईहरुलाई टीका र खादा र माला लगाएर तपाईहरु यहाँबाट जाँदै हुनुहुन्छ भने भोलि तपाईहरु यो ठाउँमा उठेर तपाईहरु दक्ष जनशक्ति उत्पादनमा निस्किनुहुन्छ। तपाईले भोलि सरकारलाई पनि घचघचाउन जरुरी छ। भोलि तपाईहरुले प्रश्न चिन्ह खडा गर्नुपर्ने स्थिति छ। हामी आईटी सेक्टरमा काम गर्ने, यो एउटा नवीनतम सोचको प्रयासमा काम गर्ने एउटा महत्त्वपूर्ण विषय लिएर हामी अगाडि बढिरहेका छौं भने भोलि सरकारले पनि यो विषयमा तपाईहरुको विषयमा जोड दिने, भोलि सरकारले यो विषय पनि पुरा उठाउने, सरकारले विभिन्न किसिमका कामहरू गर्ने प्रतिबद्धता गर्दै गर्दा हामी पनि उठ्नुपर्छ, हामी पनि जुट्नुपर्छ। डेभलपमेन्ट भनेको अहिले हामीले डेभलपमेन्ट सेक्टरलाई भन्छौं, डेभलपमेन्ट सबैले नारा मात्र लगाइरहेको छन्। 753 वटा स्थानीय तहले नारा लगाउने, प्रदेशले नारा लगाउने, सरकारले नारा लगाउने, हामी विकास गर्दैछौं। के हो त? इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नु मात्रै विकास हो त? होइन नि। बाटो बनाइदिनु मात्रै विकास होइन नि। हामी हाम्रा युवाहरूलाई, हाम्रा बालबालिकाहरूलाई, हाम्रो यो लक्षित वर्गलाई माथि उठाउने, उनीहरूको आवश्यकता अनुसारको, उनीहरूको चाहना अनुसारको काम गर्न सक्नु पनि त्यो महत्त्वपूर्ण विकास हो जस्तो लाग्छ। र मैले धेरै कुराहरू यहाँहरूको माझमा राखे। पक्कै पनि यो सूचना प्रविधिले आगामी दिनमा हामी 21औं शताब्दीमा छौं, यसको निकै आवश्यकता पर्ने भन्ने कुरा जरुरी छ। अहिले हामीले यो विषयमा ध्यान दिएनौं भने अझै पछाडी पर्न सक्छौं भन्ने कुराको पनि यहाँहरूलाई म निवेदन गर्न चाहन्छु। र अन्तमा यो नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट टेक्नोलोजीको यो आजको यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि दिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।